गाइज वेलकम ब्याक टु आजको न्युज च्यानलमा। सो तपाईँहरूलाई कस्तो हुनुहुन्छ? म एकदमै आरामै। सो म चाहिँ यसो घरबाट निस्केर होइन यसो भ्यू हेर्नु त कस्तो भएको छ। भर्खरै पानी परिरहेको छ अनि यसकारण यसो हेर्न आएको। सो घरहरू पनि रहेको छ यता है। सो म चाहिँ टक्क यता भ्यू हेर्दै टक्क डाँडामा यसो देख्न यस्तो राम्रो भ्यूमा। सो म चाहिँ स्वर्गमा जस्तो भइरहेको छु गाइज। सो देख्नु भइहाल्यो होइन। अनि हाम्रो गाउँमा फर्सीहरू पनि रहेको छ। यत्रो त ठुलो फर्सी पाल्छ भनेपछि यत्रो ठुलो। सो तपाईँहरूसँग भेट्न नपाएको बोल्न नपाएको धेरै भएको थियो। सो नयाँ भिडियो लिएर आइसकेको छु मैले आज फेरि। कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब बढाइदिनु होला। तपाईँहरूको मायाले गर्दा फेरि नै म भिडियो बनाउनु मन लागेको होइन। माया त के भन्नु, भर्खरै त 51 सब्सक्राइब भइरहेको छ। अनि भिडियो हालेको छु मैले है। सो त्यो बिस्तारै भिडियो आउँछ। मैले सो अलिक पछि मेरो खतरा नै आउँछ। अहिले चाहिँ अलिकति त्यो बनाइराख्नु भनेको है। सो यही गाउँहरू टेन्सनहरू यस्तो रमाइलो चाहिँ तपाईँहरू घुम्न आउनु सक्नुहुन्छ। सो झर्ना जान पनि झर्ना जान पाएको छैन। सो यही खोर बुङ्गुर खोर पनि रहेको छ यहाँ। मैले बुङ्गुर पालेको थियो, मऱ्यो सुवा एकदम। के कारणले मऱ्यो भन्दाखेरि होइन, सो त्यो बुङ्गुरको चाहिँ घाँटीदेखि यो मुख चाहिँ पुरै पाकेको थियो कि जम्मै खोकिरहेको थियो। पहिला बिस्तारै रोकाएको रहेछ बुङ्गुर मरेको, रोकाएर रहेछ। अनि त्यस कारण मेरो बुङ्गुर चाहिँ मऱ्यो क्या। सो एकदम निराश भइरहेको छु म। सो यस्तै हो अब। अनि त्यही हो, अरू के भन्नु गाइज होइन। भिडियो बुङ्गुर मरेको कारणले नि भिडियो नआएको। म एकदम रोइरहेको थिएँ नि त, पीडित थिएँ नि त म। त्यस कारण त्यस्तो माया गरेर पालेको थिएँ मैले। सो त्यस कारण भिडियो नआएको होइन। सो अनि आज भिडियो आइसकेको छ फाइनली। लास्टसम्म हेरेर साथ दिनु होला। सो यी मेरो अनुहार पनि राम्रो भइसकेको छ, पहिलाभन्दा ह्यान्डसम छ यी। तर नाकमा चाहिँ डन्डीबाट आइसक्यो। सो यी हेर्नु न मेरो ब्याकग्राउन्डमा। सो यस्तो खतरा रहेछ कि यो डाँडामा बागदर डाँडा भएको छैन। सो क्यामेरा पनि राम्रो आइरहेको छ। सो म चाहिँ अलिकति तल जान चाहन्छु। अब घर जान खोजिरहेको छु होइन। यो म अघि नै आएर बसिरहेको अनि लाइफमा बसिरहेको थिएँ। अनि त्यो मेरो चाहिँ साथीहरू थियो अनि यसकारण बोल्दै बसिरहेको थिएँ। अनि आज यसो भिडियो बनाउनु त भनेर अनि मौसम अनुसार नै हुन्छ नि त। सो यही धानहरू पनि सो अनि यस्तो हरियाली पाखामा मस्तो घुम्न आएको छु होइन। तपाईँहरू पनि आउनु हुन्छ। सो म चाहिँ भिजिट घर टु यता डाँडामा चाहिँ म घुम्न आएको छु। सो अनि हाम्रो हस्पिटल सो देख्न सक्नुहुन्छ। त्यो भिडियो पनि छ, मैले बनाएर हाल्नु पनि थियो। फाइनली मेरो साथीहरू पनि आइसकेको छ। सो मेरो साथीहरू यहाँ यता पर छ, मलाई बोलाइरहेको छ होइन। सो तपाईँहरू देख्न सक्नुहुन्छ होइन। मेरो क्यामेरा चाहिँ पछाडिको अलिकति ब्लोर भइरहेको छ, त्यो अगाडिकोले गरेको। कहाँ हो खोइ त कता भयो? मलाई बोलाइरहेको छ भर्खरै, तर कहाँ लगाइरहेको छ मेरो क्यामेरा। हेलो हु आर यु? भर्खरै फोन गरेको थियो त कहाँ गयो? सो हाम्रो आरन भन्छ यसलाई। सो दौरा जस बस्ने ठाउँ चाहिँ हाम्रो पार्टी प्यालेस होइन गाइज। यस्तो ह्यान्डसम भइरहेको छु म फेरि। ओ कहाँ गयो? कसलाई बोलाएर मैले सो गाइज होइन, मैले चाहिँ साथीले बोलाइरहेको छु। लामखुट्टे नै आउँदो रहेछ। मलाई भर्खरै कल गरेर क्या, मलाई यहाँ निस्क्यो भनेर। अनि तर कहाँ पो गयो? सो अहिले आउँछ होला त्यो, कहाँ गयो? छिटो कल हान्नु पऱ्यो गाइज है। कस्तै गर्नु ल, हेर्दै गर्नु। सो कस्तो लाग्छ मेरो भिडियो आज खत्रै हुने होला छ क्या। लास्ट भिडियो नि त, लङ टाइम पछि म आएको छु होइन। सो धेरै लङ टाइम भनौँ न, लङ टाइम पछि म फेरि तपाईँहरूको माझमा भिडियो लिएर आइसकेको छु है होइन। सो बस्दै गर्नु एकछिन म भिडियोमा आइहाल्छ। एन्ड सो गाइज आजको स्टार्ट दिनुभएको यहाँ पानी झरेको ठाउँ खोल्सा यता जानुहुन्छ त्यहाँबाट हुँदै यता आउँदै। सो आज मेरो भ्लग हेरेर तपाईँहरूले जोइ लिनुभएकोमा धेरै धन्यवाद। फेरि पनि लाइक सब्सक्राइब आयो भइदिनु होला होइन।
शब्दहरू